ल आजको क्लासमा हामी चाहिँ प्रिपरेसन अफ आइसोटोनिक बफर सोलुसन गर्ने है। आइसोटोनिक बफर सोलुसन चाहिँ अगाडि नै पढाइसकेको छु। त्यो भनेको के हो? बफर्ड यस्तो बफर्ड सोलुसन जो आइसोटोनिक होस्। आइसोटोनिक कोसँग त हाम्रो ब्लडसँग। जति ब्लडको पीएच छ त्यति पीएच हुनु पर्यो, जति ब्लडको अस्मोलारिटी छ, अस्मोटिक प्रेसर छ त्यतिकै अस्मोटिक प्रेसर हुनु पर्यो, अनि एलोङ विथ त्यति % अफ कन्सन्ट्रेसन हुनु पर्यो। कन्सन्ट्रेसन अफ के त सल्युटको। ओके, यो तीनटा कुरा मिलेपछि अनि मात्र हामी आइसोटोनिक बफर सोलुसन भन्ने गर्छौं। यसले चाहिँ सेलको स्वेलिङ हुन दिँदैन, इभन न सल्भेन्टहरुको मुभमेन्ट गराउँछ, न सेल ब्रस्टिङ, न सेल राइसिस इरिटेसनहरुबाट प्रिभेन्ट गर्छ। यो सबै एप्लिकेसनहरु थियो र युजेसहरु थियो, अनि प्यारेन्टल प्रिपरेसन बनाउनमा अनि यसको फाइदाहरु थियो। त्यसपछि आज हामी त्यसको प्रिपरेसन गर्ने, कसरी प्रिपेयर हुन्छ आइसोटोनिक बफर सोलुसन। सबभन्दा पहिला हामी द ड्रग एन्ड अदर इन्ग्रेडिएन्ट्स आर डिजोल्भ इन वाटर। बिकर लिने, बिकरमा ड्रग प्लस इन्ग्रेडिएन्ट्सहरु राख्ने। ड्रग आउँछ अनि अदर इन्ग्रेडिएन्टहरुमा के हुन्छ, जस्तै कि फ्लो प्रोपर्टी राम्रो हुन लागि, अनि त्यसपछि त्यसको लाइफ सेल्फ लाइफ बढाउनलाई, अनि हामी राख्छौं न प्रिजर्भेटिभहरु, त्यो सबै अदर इन्ग्रेडिएन्ट्सहरु राख्ने। त्यसपछि पीएच त्यसको डिटरमाइन गर्ने। पहिला ड्रग र इन्ग्रेडिएन्ट राख्यो, अनि त्यसपछि द पीएच अफ अ सोलुसन इज डिटरमाइन्ड एन्ड एडजस्टेड टु द डिजायर्ड भ्यालु। पहिला डिटरमाइन गर्ने पीएच, त्यसपछि डिजायर्ड भ्यालु हामीले कति चाहियो। अब हामी प्यारेन्टल प्रिपरेसन गर्छौं भने 7.4 पीएचहरु एडजस्ट गर्ने। पीएच एडजस्ट गरेपछि टोनिसिटीको भ्यालु हेर्ने। द टोनिसिटी अफ अ सोलुसन इज क्याल्कुलेटेड। पहिला टोनिसिटी क्याल्कुलेट गर्ने, अनि प्रोसिड्युर्स युजिङ स्ट्यान्डर्ड प्रोसिड्युर्स। अब स्ट्यान्डर्ड प्रोसिड्युर युज गरेर अब त्यसको टोनिसिटी म्याच गर्नुपर्छ। माने टोनिसिटी हामीलाई चाहियो 0.9%, तर छ अहिले 0.3% या 0.5%। त हामीले क्याल्कुलेट गर्यो यति टोनिसिटी, हामीले बनाउनु पर्ने चाहिँ यति हो। त त्यसको लागि के गर्नुपर्छ, एउटा टोनिसिटी सोलुसन बनाउनुपर्छ। त्यसैले अब के गर्ने, त्यो टोनिसिटी एडजस्ट गर्नलाई अर्को सोलुसन बनाउने। द अमाउन्ट अफ सोडियम क्लोराइड युज गरेर टु एडजस्ट द टोनिसिटी इज क्याल्कुलेटेड। कति अमाउन्ट अफ सोडियम क्लोराइड यसमा एड गर्छ, अनि यो यहाँबाट 0.3 बाट 0.9 यसको टोनिसिटी जान्छ। त्यो बनाउने, त्यो अमाउन्ट क्याल्कुलेट गर्ने, अनि त्यसको सोलुसन बनाउने, अनि त्यसमा राख्ने। द रिक्वायर्ड अमाउन्ट अफ सोडियम क्लोराइड इज एडेड इन द सोलुसन सो दैट द फाइनल सोलुसन बिकम्स आइसोटोनिक। अब क्याल्कुलेट गरेपछि त्यहाँ राख्दिने, अनि यतिको अमाउन्ट यतिको टोनिसिटी बनाइदिने। इन केस अब 0.9 बनाउनु थियो तर ड्रगको कन्सन्ट्रेसन मिलेन, अनि त्यसपछि हामीले ड्रगको कन्सन्ट्रेसन मिलाउनलाई आइसोटोनिक सोलुसन बनाउने, प्लस ड्रग पनि हुनु पर्यो। ड्रग विथ आइसोटोनिक यस्तो प्रिपरेसन बनाउने, अनि त्यसमा चाहिँ ड्रगको भोल्युम अब मेन्टेन गर्नलाई आइसोटोनिक डाइल्युटिङ सोलुसन इज एडेड फर मेन्टेनिङ द ड्रग कन्सन्ट्रेसन। दिनुपर्ने छ एक दिनमै 10 mg। अहिले हामीले बनाएको 0.9% आइसोटोनिक भयो र बफर्ड पनि मिल्यो, तर 10 mg मिलेन, 0.9 mg मात्र गइरहेछ। त 1 mg बढाउनलाई हामी के गर्ने, भोल्युम एडजस्ट गर्ने, अनि भोल्युम एडजस्ट गर्नलाई यस्तै सोलुसन बनाउने, आइसोटोनिक बफर सोलुसन बनाउने, अनि त्यसको भोल्युम एडजस्ट गर्ने। त्यसैले यहाँ भन्छ डिजायर अमाउन्ट अफ डोजेज फर्म बनाउनलाई एक्स्ट्रा कन्सन्ट्रेसन एड गर्ने। इन केस फेरि पीएचमा डिस्टर्बेन्स आयो भने पीएचलाई मेन्टेन गर्नलाई आइसोटोनिक डाइल्युटिङ सोलुसन एड गर्ने, अनि पीएच मेन्टेन गर्ने। द पीएच इज अल्सो निडेड टु बी मेन्टेन्ड देन बफर्ड आइसोटोनिक डाइल्युटिङ सोलुसन इज एडेड टु मेक द डिजायर्ड भोल्युम। यसरी हामी आइसोटोनिक बफर सोलुसन प्रिपेयर गर्यो। कसरी, पहिला ड्रग प्लस इन्ग्रेडिएन्ट राख्ने, अनि त्यसपछि त्यसको पीएच डिटरमाइन गर्ने, पीएच मेन्टेन गर्ने, आइसोटोनिसिटी डिटरमाइन गर्ने, आइसोटोनिसिटी मेन्टेन गर्ने। त्यसपछि आइसोटोनिसिटी कसरी मेन्टेन गर्ने, सोडियम क्लोराइडको प्रिपरेसन बनाउने, क्याल्कुलेट गर्ने सोडियम क्लोराइड कति राख्नु छ, क्याल्कुलेट गरेपछि त्यो राखिदिने, अनि त्यसपछि त्यसको अब यति प्रिपेयर भएपछि डोजेज कति चाहियो त्यो डिटरमाइन गर्ने। त्यो डोजेज डिटरमाइन गरेपछि त्यतिको डोजेज मिलाउने, अनि डोजेज मिलाएपछि फेरि कहीँ पीएचमा अल्ट्रा आउँछ भने पीएच मेन्टेन गर्नलाई फेरि सोडियम क्लोराइडको आइसोटोनिक बफर सोलुसन बनाएकै छ, त्यही राखिदिने। लास्टमा हाम्रो आइसोटोनिक बफर सोलुसन प्रिपेयर हुन्छ।
यो त हाम्रो प्रिपरेसन भयो। अब चाहिँ अस्मोसिस पढ्नुपर्ने छ र अस्मोटिक प्रेसर पढ्नुपर्छ। अस्मोसिस भनेको के हो? मोमेन्ट अफ वाटर मोलिक्युल्स or solvent। वाटर मोलिक्यूल के हो? सॉल्वेंट। तो मोमेंट ऑफ वाटर मोलिक्यूल और सॉल्वेंट थ्रू सेमी परमिएबल मेम्ब्रेन। ऑस्मोसिस भनेको मोमेंट अफ वाटर मोलिक्यूल और सॉल्वेंट थ्रू द सेमी परमिएबल मेम्ब्रेन फ्रॉम द लोअर concentration of solute to the higher concentration of solute। अर्थात एउटा मैले मेम्ब्रेन बनाएँ, पहिला जार बनाएँ, त्यसभित्र एउटा सेमी पर्मिएबल मेम्ब्रेन बनाएँ। यो चाहिँ हाम्रो सेमी पर्मिएबल मेम्ब्रेन छ। यहाँ चाहिँ हामी सोलुटको कन्सन्ट्रेसन धेरै राखे अनि वाटर र सोलुटको